नमस्कार, अपन न्यूजमा स्वागत छ। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट प्रधान न्यायाधीश चलेन्द्र संसार जबरा आफैले हेर्ने भएका छन्। आइतबार पेशी तोक्ने क्रममा उक्त रिट जबराले आफ्नै इजलासमा राखेका हुन्। निवर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव साक्यले नियुक्ति बदरको माग गर्दै 32 साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा साक्यले आफूलाई गैर कानूनी रूपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका छन्। माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी सचिवालय सदस्य र प्रदेश इन्चार्जहरू चयन गरेको छ। राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न भन्दै जिम्मेवारी बाँडफाँड गरिएको हो। नेकपा एकीकृत समाजवादीको अन्तर्पार्टी निर्देशन अपानीमा उल्लेख भएअनुसार पार्टी अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल सहित पहिले नेकपाको स्थायी कमिटीमा रहेकाहरूलाई नेकपा एकीकृत समाजवादीले स्थायी कमिटीमा राखेको हो। स्थायी कमिटीमा नेपाल र खनाल सहित मुकुन्द न्यौपाने, डाक्टर बेदुराम भुसाल र प्रमेश हमाल रहेका छन्। कोरोना संक्रमण बढेसँगै बन्द रहेका मनोकामना केबुल कार आज आइतबारबाट सञ्चालनमा आउने भएको छ। निषेधाज्ञासँगै गएको वैशाख 16 गतेबाट केबुल कार बन्द भएको थियो। मनोकामना दर्शन प्रणालीका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुल कार सञ्चालन गर्न लागि हो। भक्तजनको भिडभाड हुने चाडपर्वमा एकै दिनमा 9000 भन्दा बढी यात्रुले केबुल कारको यात्रा गर्ने गरेको उनको भनाइ छ। मनकामना मन्दिर सञ्चालन गर्ने विषयमा छलफल भइरहेको श्रेष्ठले जानकारी दिए। धनुषाको ढल्केवर स्थित दिनदहाडे ज्वेलर्सबाट चाँदीको गरगहना चोरी भएको छ। गहना चोरी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शनिबार 2 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको धनुषा धाम नगरपालिका 8 का टक्कर बहादुर मगर र चोरी गरेको गहना किन्ने जिल्लाको मिथिला नगरपालिका 4 पुष्पवलपुरकी 35 वर्षीय सुरेखा देवी यादव रहेका छन्। मिथिला नगरपालिका 6 ढल्केवर स्थित स्थानीय शिवजी शाहको गणेश लक्ष्मी ज्वेलर्सबाट शुक्रबार बिहान 9 बजेको समयमा चाँदीको गरगहना चोरी भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए। पक्राउ परेका मगरको साथबाट 7 तोला चाँदीको गहना बरामद भएको सुवेदीले बताए। त्यस्तै चोरी गरेको गहना खरिद गरेको आरोपमा सुरेखालाई समेत पक्राउ गरेको छ। उनले चोरी गर्ने मगरबाट 5 तोला चाँदीको गरगहना सुरेखाले खरिद गरेको कारण उनलाई पनि पक्राउ गरेको सुवेदीको भनाइ छ। सुवेदीका अनुसार पक्राउ परेका दुवैजनाको साथबाट जम्मा 12 तोला चाँदीको गरगहना बरामद भएको छ। पसल चालकको भनाइलाई उद्धृत गर्दै प्रहरी निरीक्षक सुवेदीले पसलबाट 48 तोला चाँदी चोरी भएको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेका इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। यता ज्वेलर्स सञ्चालक शिवजी शाहले आफ्नो पसलबाट 600 ग्राम चाँदीको गहना चोरी भएको बताएका छन्। यातायात व्यवस्था कार्यालय बर्दिवासले अब ट्रायल पास गरेकै दिन सवारी चालक अनुमति पत्र लाइसेन्स दिन सुरु गरेको छ। 1 वर्ष परीक्षण काल हुने छुट्टै लाइसेन्स वितरण सुरु गरेको हो। ट्रायल पास गरेकै दिन 1 वर्ष परीक्षण काल भएको लाइसेन्स कार्यालयले उपलब्ध गराउन सुरु गरेको यातायात प्रमुख पोषण थापाले जानकारी दिए। 1 वर्षका लागि QR कोड सहितको परीक्षणकालीन लाइसेन्स वितरण सुरु गरेको बताए। लिखित र ट्रायल पास गरेको वर्ष दिनमा
समेत स्मार्ट लाइसेन्स नपाउँदा धेरै सर्वसाधारणले शास्ति भोग्नु परेको छ। पछिल्लो समय स्मार्ट कार्ड छपाई सादा कार्ड नभएर बन्द भएको हो। छपिए पनि ढिला गरी सर्वसाधारणलाई उपलब्ध गराउने गरिएको छ। 1 वर्ष परीक्षणकालीन लाइसेन्स वितरणले सर्वसाधारणले राहत पाउने प्रमुख थापाको विश्वास छ। तालिबान शासन अन्तर्गत राजनैतिक अधिकारको खोजीमा काबुलमा भएको विरोधमा भाग लिएकी महिला अधिकार कर्मीमाथि दमन गरिएको छ। शनिबार अफगान महिलाहरूको अधिकारको सुनिश्चितताको माग गर्दै भएको प्रदर्शनमा तालिबान नियन्त्रित काबुलमा लाठीचार्ज गरिएको थियो। लाठीचार्जपछि कतिपय अधिकार कर्मीहरूको टाउकोमा चोट लागेको र अनुहारमा रगत बगिरहेको भिडियो विभिन्न स्वदेशी तथा विदेशी अनलाइन सञ्चार माध्यमले विशेष स्थान दिए छापेको छन्। महिला अधिकार कर्मीहरूको नेतृत्वमा शनिबार भएको विरोध प्रदर्शनका क्रममा कार्यकर्ता नरगिस सदतले आफूलाई तालिबानले कुटपिट गरेको आरोप लगाए। टोलो न्यूजका अनुसार तालिबानले प्रदर्शनकारी राष्ट्रपतिको कार्यालयतर्फ अघि बढ्ने क्रममा लाठी तथा आँसु ग्यास प्रहार गरेका थिए। शनिबारको विरुद्ध तालिबानको कब्जा गरेदेखि अफगानिस्तानमा आयोजित चौथो महिला विरोध थियो। यसअघि पश्चिमी हेरात प्रान्त र अफगानिस्तानको राजधानीमा विरोध प्रदर्शनहरू भएका थिए। व्यस्त अपन टेलिभिजन हेर्दै रहनुहोला। नमस्कार।